अमूर्त सम्पदा संरक्षण ज्यायान विचुङ्गु ललितपुर संस्कृति सम्वर्धन केन्द्र थगु जिक्कगु स्थापना दिवस विश्व सम्पदा दिवस या झोलेलाका हंगुदु केन्द्रया अध्यक्ष बदनलाल न्याछोया सबनाएसु शुक्रबार यलया केशव नारायण चुके जुगु स्थापना दिवस या ज्याझोया उलेजा संस्कृति शिरोमणि हरिराम जोशी यानादिगु खा ज्याझोले संस्कृति शिरोमणि हरिराम जोशी प्रतिनिधि सभाय सांसद प्रेम बहादुर महर्जन बागमती प्रदेशीय सांसद प्रेम भक्त महर्जन रघुनन्दन महर्जन यल महानगरपालिका प्रमुख श्री बाबु महर्जन पूर्व मन्त्री रिदी बाबा प्रधान यल जातीय समाज नाय विनोद ताम्राकार लगायत केन्द्र यात स्थापना दिवस लस्ता भिन्तुना देछासे सम्पदा संरक्षण ज्या नो पुस्तायत लल्हा मागुली बब्यादी गुखा यहाँको तर्फबाट सम्बोधन हुने कुराहरू महानगरपालिकाले यो गर्दिए हुन्छ त्यो गर्दिए हुन्छ भन्ने किसिमको उद्गारहरू म चाहिँ त्यसलाई टेकअप गर्छु ग्रहण गर्छु म गइसकेपछि पनि कुनै माध्यमबाट र त्यसलाई चाहिँ पक्कै पनि ललितपुर महानगरपालिकाले संस्कृति सम्वर्धनको सन्दर्भमा त्यसलाई चाहिँ हामीले रेफरेन्स मेटरको रूपमा लिएर हामी अगाडि बढ्छौँ भन्ने कुरा चाहिँ मैले यहाँको समक्ष निवेदन गरेँ। अहिले जति पनि संस्कृति सम्वर्धन भइराखेको छ त्यो राम्रै भइराखेको छ तर कुनै कुनै संस्कृति चाहिँ अहिले अतिक्रमण पनि भइराखेको मैले महसुस गरेको छ। त्यस्तो चाहिँ नहोस् भन्ने म चाहन्छु र यल्लो नेवा समाज पनि यस्तै हाम्रो ललितपुरमा रहेको यस्तै जाति समुदायहरू मिलेर संस्कृति सम्वर्धन गर्ने र यहाँ रहेका जति पनि सम्पदाहरूलाई र यहाँ रहेको हाम्रो जातीयहरूको आफ्नो आफ्नो संस्कृति सम्पदालाई जोगाउन हामी निरन्तर लागि पर्ने हिसाबले हालै मात्र यो संस्था हामीले दर्ता गरेका छौँ। ज्याझोले केन्द्र यानवैचुङ्गु ज्याखाया बारे अध्यक्ष बदनलाल न्याछो महासचिव सुवर्णमान अमात्य सचिव योगेश साक्य जानकारी ब्यादी खुखा अब जस्तै मसिनाथमा चाहिँ लाखौँ दर्शकहरू आएर लाखौँ भक्तजनले चाहिँ सेवा पुर्याइरहेको छ जीवन्त एउटा संस्कार अगाडि गरेको छ। तर श्री नरसिंह मल्लका गीतहरू यहाँ हेर्नुभयो 2-4 जना मात्रै युवा छन् अरू सबै 70 वर्ष 80 वर्ष 85 वर्ष पुगेकाहरू हुनुहुन्छ। अब उहाँहरूसँग जुन विद्या छ त्यो विद्यालाई हामीले लिन सकेन सिपलाई लिन सकेन भने बाँकी रहँदैन। त्यसकारण चाहिँ हाम्रो ध्यान लोकपुर लागेको हाम्रो संस्कृति सम्पदा जात्रा यिनीहरूमा बढी ध्यान दिने भनेर हामीले प्रयास गरेका छौँ। यो स्मारिका ललितपुर संस्कृति सम्वर्धन केन्द्रको 10औं स्थापना दिवसको अवसरमा प्रकाशन भएको स्मारिका हो र यसमा ललितपुर संस्कृति सम्वर्धन केन्द्रले गरिआएका जति पनि गतिविधि एवं ललितपुरसँग सम्बन्धित संस्कृति सम्वर्धनका ज्याझोले कलाकार तेसन यलया जुजु सिद्धि नरसिंह मल्ल जोयादिगु राग प्रस्तुत यागु खा।